मंगलबार पूजा गर्नाले, व्रत राख्नाले, मंगलबारको व्रतको कथा सुन्नाले, आरती गर्नाले र भक्तहरूमाझ प्रसाद वितरण गर्नाले सबै दुःख हट्छ र सुख प्राप्त हुन्छ। यस्तो भक्त जीवनभर छोरा नाति र धनले सम्पन्न हुन्छ। अन्ततः भगवान विष्णुको वास प्राप्त गर्छ र सबै ऋणबाट मुक्त हुन्छ र देवी लक्ष्मीको आशीर्वाद प्राप्त गर्छ। महिलाहरू र केटीहरूले विशेष गरी यो व्रत पालना गर्नुपर्छ। उनीहरूले आफ्ना पतिबाट अनन्त सुख, धन र दीर्घायु प्राप्त गर्छन् र खुसी साथ विवाहित रहन्छन्, अर्थात् उनीहरूले कहिल्यै विधवा हुँदैनन्। त्यसैले आजको भिडियोमा तपाईले मंगलबारको व्रतको पूजा कथा सुन्नुहुनेछ। दर्शकबिन पुराणका विद्वान श्री स्तुतजी महाराजलाई सोधे, हे महान ऋषि, तपाईले हामीलाई धेरै पुराणका कथाहरू सुनाउनु भएको छ। कृपया हामीलाई एउटा व्रत कथा बताउनुहोस् जसले सन्तानको जन्म गराउनेछ र रोग, शोक, अग्नि र सबै प्रकारका दुःखको भय हटाउनेछ। किनभने कलियुगमा सबै जीवनहरूको आयु धेरै छोटो हुन्छ। त्यसपछि तिनीहरू रोग, चिन्ता र पीडाले ग्रस्त हुन्छन्। त्यसो भए तिनीहरूले भगवान हरिको चरणमा कसरी आफ्नो ध्यान केन्द्रित गर्न सक्छन्? त्यसपछि श्री सूतले भने, हे ऋषिहरू, तपाईले मानिसहरूको कल्याणको लागि धेरै महत्त्वपूर्ण प्रश्न सोध्नु भएको छ। एक पटक धर्मराज युधिष्ठिरले भगवान श्री कृष्णलाई मानिसहरूको कल्याणको लागि सोधे। म उहाँ र युधिष्ठिर बीच भएको कुराकानीको वर्णन गर्नेछु, ध्यानपूर्वक सुन्नुहोस्। एक पटक श्री कृष्ण पाण्डव सभामा बसिरहेका थिए। युधिष्ठिर महाराजले भगवान श्री कृष्णलाई सोधे, हे गोविन्द, हे माधव, तपाईले मलाई धेरै कथाहरू सुनाउनु भएको छ। आज कृपया मलाई एउटा व्रत वा कथा भन्नुहोस् जसले व्यक्तिलाई रोग र चिन्ताको डरबाट मुक्त गराउँछ र उसलाई छोरा प्रदान गर्दछ। हे प्रभु, छोरा बिनाको जीवन अर्थहीन छ। छोरा बिना व्यक्ति नरक जान्छ। छोरा बिना व्यक्ति आफ्नो प्रियहरूको ऋणबाट मुक्त हुन सक्दैन, न त पुण्याक भनिने नर्कबाट बच्न सकिन्छ। त्यसैले कृपया मलाई एउटा पुत्र दिने व्रतको बारेमा बताउनुहोस्। त्यसपछि भगवान श्री कृष्णले यसरी भन्नुभयो। साथीहरू, ध्यानपूर्वक सुन्नुहोस्। दर्शकबिन, कथा सुरु गर्नुभन्दा पहिले तपाईसँग एउटै विनती छ कि भिडियोलाई सुरुदेखि अन्तिमसम्म ध्यानपूर्वक सुनिदिनुहोला र भिडियोलाई लाइक गर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडेर बस्नुहोला यस्तै डेली कथाहरू सुन्नको लागि। त आउनुहोस् साथीहरू, तपाईहरूको धेरै समय नलिँदै कथालाई सुरु गरौँ। त्यसपछि भगवान श्री कृष्णले भने, हे राजा, म तपाईँलाई एउटा प्राचीन कथा सुनाउँछु, ध्यान दिएर सुन्नुहोस्। कुण्डलपुर नामक एउटा सहर थियो। त्यहाँ नन्द नामक एक ब्राह्मण बस्थे। भगवानको कृपाले उनीसँग सबै थोक थियो, तैपनि उनी अत्यन्तै दुखी थिए। यसको कारण यो थियो कि उनकी श्रीमती सुन्दाको कुनै सन्तान थिएन। सुन्दा एक समर्पित पत्नी थिइन् र भगवान हनुमानको भक्तिपूर्ण पूजा गर्थिन्। मंगलबार उनी उपवास गर्थिन्, खाना तयार गर्थिन्, भगवान हनुमानलाई चढाउँथिन् अनि त्यसपछि आफै खान्थिन्। एक मंगलबार घराइसी कामले थिइन्। ब्राह्मण महिलाले भगवान हनुमानलाई खाना चढाउन सकिनन्। उनी अत्यन्तै दुखी भइन्। त्यसपछि उनले केही पनि खान अस्वीकार गरिन् र अर्को मंगलबार भगवान हनुमानलाई चढाएपछि मात्र खाना खाने र पानी पिउने प्रतिज्ञा गरिन्। ब्राह्मण सुनन्दाले हरेक दिन खाना पकाउँथिन्, आफ्ना पतिलाई भक्तिपूर्वक खुवाउँथिन्, तर आफै खानाबाट अलग रहन्थिन्। चुपचाप भगवान हनुमानलाई प्रार्थना गर्थिन्। यसरी 6 दिन बित्यो र आफ्नो संकल्प अनुसार ब्राह्मण सुनन्दा भोकाएको, तिर्खाएको र खाना बिना नै रहे। अर्को मंगलबार ब्राह्मण सुनन्दा बिहानै सबेरै बेहोस भइन्। सुनन्दाको अपार भक्तिले अभिभूत भएर भगवान हनुमान प्रकट भए र भने, सुनन्दा, म तपाईको भक्तिबाट धेरै प्रसन्न छु। उठ्नुहोस्, वरदान माग्नुहोस्। आफ्नो प्रिय देवताको दर्शन देखेर खुसीले अभिभूत सुनन्दा भगवान हनुमानको चरणमा ढलिन् र भनिन्, हे भगवान, मेरो कुनै सन्तान छैन। कृपया मलाई बच्चाको आशीर्वाद दिनुहोस्। म धेरै कृपालु हुनेछु। त्यसपछि बजरङ्गजीले भन्नुभयो, तपाईको इच्छा अवश्य पूरा हुनेछ। तपाईलाई छोरी हुनेछ। उनका 8 अङ्गले हरेक दिन सुन प्रदान गर्नेछन्। यसो भन्दै बजरङ्गबली हनुमानजी गायब भए। सुनन्दा अत्यन्तै खुसी भइन् र आफ्नो पतिलाई यो खबर सुनाए। छोरीको आशीर्वादले ब्राह्मण अलि दुखी भए, तर सुन प्राप्त भएको सुनेर उनी अत्यन्तै खुसी भए।
उनले सोचे, यस्तो छोरीले मेरो गरिबी पनि हट्नेछ। बजरङजीवलीको कृपाले ब्राह्मण महिलाले चाँडै गर्भवती भइन् र दशैं महिनामा उसले एक सुन्दर छोरीलाई जन्म दिइन्। शुक्ल पक्षमा चन्द्रमा बढे झै छोरी आफ्नो पिताको घरमा हुर्किन्। दशैं दिन ब्राह्मणले केटीको नामकरण समारोह गरे। उनको परिवारका पुजारीले उनको नाम रत्नावली राखे, किनभने उनी सुनको हितकारी थिइन्। आफ्नो अघिल्लो जन्ममा यस केटीले मङ्गल देवलाई समर्पित व्रत धेरै भक्तिपूर्वक पालन गर्थिन्। रत्नावलीका 8 अङ्गले प्रचुर मात्रामा सुन प्रदान गरे। त्यो सुनले नन्द ब्राह्मण चाँडै धनी भए। अब उनीहरूसँग धेरै धन थियो, जसले ब्राह्मण महिलालाई गर्व दिलायो। समय बित्दै गयो। रत्नावली अब 10 वर्षकी भइन्। एक दिन जब नन्द ब्राह्मण धेरै खुसी थिए, सुनन्दाले आफ्नो पतिलाई भनिन् कि उनकी छोरी रत्नावली विवाहको लागि योग्य छिन्। त्यसैले कृपया एउटा सुन्दर र उपयुक्त वर खोज्नुहोस् र उनको विवाहको व्यवस्था गर्नुहोस्। यो सुनेर ब्राह्मणले जवाब दिए, रत्नावली अझै धेरै सानी छन्। ब्राह्मण महिलाले जवाब दिए, शास्त्रले भनेको छ कि केटी 8 वर्षको उमेरमा गौरी, 9 वर्षको उमेरमा राहिनी र 10 वर्षको उमेरमा महिनावारी हुन्छ। गौरीलाई दान गर्नाले उनलाई पाताल प्राप्त हुन्छ। राहिनीलाई दान गर्नाले उनलाई स्वर्गीय वास हुन्छ। इन्द्रलाई दान गर्नाले उनलाई इन्द्रको आनन्द प्राप्त हुन्छ। हे पति, महिनावारी भएकी केटीलाई दान गर्नाले नर्क हुन्छ। ब्राह्मणले जवाब दिए, रत्नावली केवल 10 वर्षकी छिन् र मैले 16 वर्षकी केटीहरूको विवाहको व्यवस्था गरेको छु। हतार्केको छ। त्यसपछि ब्राह्मण सुनन्दाले भने, तिमी धेरै लोभी छौ जस्तो लाग्छ। शास्त्रले भन्छ कि महिनावारी भएकी केटीलाई देख्ने आमा बुवा र जेठा भाइ नर्क जाने निश्चित छ। ब्राह्मणले जवाब दिए, राम्रो छ, भोलि म पक्कै पनि मेरो दूतलाई उपयुक्त दुल्हा खोज्न पठाउनेछु। भोलिपल्ट ब्राह्मणले आफ्नो दूतलाई बोलाए र आफ्नी छोरी जस्तै सुन्दर दुल्हा खोज्न आदेश दिए। आफ्नो मालिकको अनुमति लिएर दूत निस्कियो। पप्पै नगरमा उसले एक सुन्दर केटालाई देख्यो। यो केटा ब्राह्मण परिवारको धेरै धर्मी छोरा थियो। उसको नाम सोमेश्वर थियो। दूतले आफ्नो मालिकलाई यो सुन्दर र धर्मी ब्राह्मण छोराको बारेमा पूर्ण परिचय दियो। ब्राह्मण नन्दलाई पनि सोमेश्वर मन पर्यो र ब्राह्मण र उनकी पत्नीले शुभ समयमा दुलही दिने संस्कार गरेपछि सन्तुष्ट भए। तर लोभले ब्राह्मणको मनलाई समात्यो। उनले दुलहीको विवाह गरिसकेको थियो, तर ऊ गहिरो पीडामा थियो। उसले सोचे, रत्नवली अब गइसकेको हुनेछ र म अब उसबाट पाएको सुन पाउने छैन। मैले मेरो सबै पैसा उनको विवाहमा खर्च गरिसकेको थिएँ र बाँकी रहेको केही दिनमा हराइसकेको हुनेछ। मैले उनको विवाह गरेर गम्भीर गल्ती गरेको छु। अब रत्नवली मेरो घरमा रहोस् र आफ्नो ससुरालीको घरमा नजाओस् भनेर कुनै उपाय गर्नुपर्छ। लोभको राक्षसले ब्राह्मणको मनलाई टोकिरहेको थियो। उनले रातभरि आफ्नो ओछ्यानमा बेचैन भएर बस्यो। त्यसपछि एउटा कुरो निर्णय गर्यो। उनले निर्णय गर्यो कि जब रत्नवलीको पति सोमेश्वर उनीसँग घर फर्किनेछन्, उनले बाटोमा नै उनलाई गोप्य रूपमा मार्नेछ र उनकी छोरीलाई घर ल्याउनेछ। यसले सुनको निरन्तर प्रवाह सुनिश्चित गर्नेछ र समाजमा कसैले पनि उनलाई दोष दिन सक्ने छैन। बिहान नन्द र सुनन्दाले आफ्ना ज्वाइँ र छोरीलाई विदाई गरे। उनीहरूलाई ठुलो रकम दिए। सोमेश्वरले आफ्नी श्रीमती रत्नवलीसँगै आफ्नो ससुरालीको घर आफ्नै लागि छाडे। लोभले ग्रस्त ब्राह्मण नन्दले सही र गलतको सबै ज्ञान गुमाइसकेका थिए। आफ्नो भयानक र क्रूर निर्णयलाई कार्यान्वयन गर्न उसले बाटोमा आफ्नो ज्वाइँलाई मार्न आफ्नो दूत पठायो, ताकि उसले सधैँ रत्नवलीबाट सुनको पहुँच पाओस् र कहिल्यै गरिबीको सामना गर्न नपरोस्। ब्राह्मणको दूतले आफ्नो मालिकको आदेश पालन गर्दै बाटोमा आफ्नो ज्वाइँ सोमेश्वरलाई मारे। खबर पाएपछि ब्राह्मण नन्द बाटोमा आइपुगे र आँसु झार्दै आफ्नी छोरी रत्नवलीलाई भने, छोरी, डाकाहरूले बाटोमा तिम्रो पतिलाई मारे। भगवानको इच्छालाई कसैले नियन्त्रण गर्न सक्दैन। अब घर जाउँ र बाँकी जीवन बिताउँ। तिम्रो भाग्यमा जे लेखिएको छ त्यो हुनेछ। रत्नवली आफ्नो पतिको असामयिक मृत्युबाट अत्यन्तै दुखी भइन्। रुँदै रुँदै उनले आफ्नो बुवालाई भनिन्, बुवा, यस संसारमा पति बिनाको महिला व्यर्थ छ। म आफ्नो पतिसँगै आफूलाई जलाउनेछु र सती बनेर यो जीवनलाई मेरा आमा बुवाको नाम र मेरा ससुरालको कीर्तिको लागि अर्थपूर्ण बनाउनेछु।
आफ्नी छोरी रत्नवलीको कुरा सुनेर ब्राह्मण अत्यन्तै दुखी भए। उनले सोचे, मैले मेरो ज्वाइँलाई व्यर्थमा मार्ने पाप आफैमा लिएको छु। रत्नवली उनको लागि आफ्नो जीवन बलिदान दिन तयार छन्। म दुवै तर्फबाट विनाशकारी छु। अब मलाई कुनै धन प्राप्त हुने छैन। आफ्नो ज्वाइँलाई मार्ने पापको परिणाम स्वरूप अब यमको यातना भोग्नु पर्ने भन्ने सोचेर उनी अत्यन्तै दुखी भए। सोमेश्वरको चिता बनाइयो। सती जान चाहने रत्नवली आफ्नो पतिको टाउको आफ्नो काखमा राखेर चितामा बसिन्। चिता जल्ने बित्तिकै मङ्गलदेव प्रकट भए। हर्षित हुँदै भने, हे रत्नवली, तपाईको पतिप्रति भक्तिबाट म अत्यन्तै प्रसन्न छु। वर माग्नुहोस्। रत्नवलीले आफ्नो पतिको जीवन मागिन्। मङ्गलदेवले जवाब दिए, रत्नवली, तपाईको पति अमर हुनुहुन्छ। उहाँ एक महान विद्वान हुनुहुनेछ। तपाईले चाहेको कुनै पनि वर माग्नुहोस्। रत्नवलीले जवाब दिइन्, हे ग्रहहरूका देवता, यदि तपाईँ मसँग प्रसन्न हुनुहुन्छ भने मलाई यो वरदान दिनुहोस्, जसले मङ्गलबार बिहान रातो फूल र रातो चन्दनले तपाईको पूजा गर्छ, ऊ कुनै पनि रोगबाट मुक्त होस् र कहिल्यै आफ्ना प्रियजनहरूबाट अलग नहोस्। ऊ सर्प, आगो वा शत्रुहरूको डरबाट मुक्त होस् र मङ्गलबार यो व्रत बस्ने कुनै पनि महिला कहिल्यै विधवा नहोस्। त्यसपछि मङ्गलदेव भने, त्यस्तै होस्। मङ्गलदेवको कृपाले सोमेश्वर फेरि जीवित भए। अब रत्नवली आफ्नो पति फिर्ता पाएर धेरै खुसी भइन् र हरेक मङ्गलबार मङ्गलदेवको व्रत पालन गरेर व्रतराज र मङ्गलदेवको कृपाले यस लोकका सुख र समृद्धिको आनन्द लिँदै अन्ततः आफ्नो बुवासँग स्वर्ग गइन्। दर्शकबिन, यो मङ्गलबार व्रत कथा थियो। बुधवा मङ्गलबार व्रत कथा महाभारत काल अनुसार भीम धेरै शक्तिशाली र बलवान थिए। उनी युद्ध कौशलमा निपुण थिए। शक्तिशाली भएपछि भीम एकपटक घमण्डले भरिए। यो घमण्ड हटाउन बजरङ्गबली हनुमानजीले लीला गरे। जब भीमलाई सत्य थाहा भयो, उनले आफ्नो गल्ती महसुस गरे र हनुमानजीसँग माफी मागे। त्यसपछि हनुमानजीले प्रसन्न भएर भीमलाई आफ्नो विशाल रूप देखाए। दर्शकबिन, कथा अनुसार पाण्डवहरूले वनवासको समयमा तिनीहरूले गुप्त जीवन बिताउनु पर्यो। यस समयमा तिनीहरूले आफूलाई भेष बदल्नु पर्यो। द्रौपदीले पनि पाण्डवहरूलाई साथ दिइन्। द्रौपदीले पनि आश्रममा समय बिताए। एक दिन जब उनी आश्रममा बसिरहेकी थिइन्, एउटा फूल उडेर उनको नजिक आयो। द्रौपदीलाई फूलको सुगन्ध धेरै मन पर्यो। उनले भीमलाई बोलाइन् र ल्याउन भनिन्। द्रौपदीको इच्छा पूरा गर्न भीम फूलको खोजीमा निस्किए। भीम जुन दिशाबाट सुगन्ध आइरहेको थियो त्यही दिशामा हिँड्न थाले। सुगन्धित फूल खोज्दै गर्दा भीम एउटा जङ्गलमा पुगे। भीमले जङ्गलमा प्रवेश गर्न खोज्दा उनले बाटोमा एउटा बाँदर सुतिरहेको देखे। भीमले बुढो बाँदरलाई बाटोबाट हट्न आग्रह गरे, तर बाँदरले जवाब दिए। भीमले फेरि बाँदरलाई टाढा जान भने, तर यस पटक बाँदरले भन्यो कि ऊ सर्न धेरै कमजोर छ, त्यसैले उसले पार गर्नुपर्छ। यो व्यवहारले भीमलाई रिस उठ्यो, जसले आफ्नो शक्तिहरू व्याख्या गर्न थाले। भीमले बाँदरलाई आफ्नो परिचय दिँदै आफू कुन्तीको छोरा, उनका बुवा पवन र हनुमानको भाइ भएको बताए। तर यसले पनि बाँदरमा कुनै असर गरेन। भीमको रिस अझै बढ्यो र उनले भने बाँदरलाई, मलाई अझै रिस नउठाऊ, नत्र तिमीलाई यसको परिणाम भोग्नुपर्छ। त्यसपछि बुढो बाँदरको भेषमा रहेका हनुमानले भीमलाई भने कि यदि उनी धेरै रिसाएको छ भने उनी आफ्नो पुच्छर उठाएर जान सक्छन्। क्रोधित भीमले बाँदरको पुच्छर हटाउन खोजे, तर उनी यसलाई सार्न पनि सकेनन्। त्यसपछि भीमले महसुस गरे कि यो कुनै साधारण बाँदर होइन। भीम उनको अगाडि हात जोडेर उभिए र बाँदरलाई आफ्नो परिचय दिन भने। त्यसपछि बाँदरले भीमलाई भन्यो कि उनी अरू कोही होइनन्, आफै हनुमान हुन्। भीम आफ्नो अगाडि हनुमानलाई देखेर छक्क परे र हात जोडेर उभिए। त्यसपछि हनुमानले भीमलाई भने कि अगाडि एउटा विशेष जङ्गल छ। यो बाटो देवताहरूको हो र मानिसहरूको लागि सुरक्षित छैन, त्यसैले उनीहरूको उद्धारमा आउनु पर्यो। हनुमानले भीमलाई त्यहाँबाट लिन सक्ने फूलको बारेमा बताए। फूलहरू ग्रहण गरेपछि हनुमानले भीमलाई भने कि उनी जान सक्छन्। हनुमानको अनुमति लिनु अघि भीमले इच्छा व्यक्त गरे। उनले हनुमानलाई आफ्नो ब्रह्माण्डीय रूप देखाउन चाहन्थे। भीमको अनुरोधमा हनुमानले आफ्नो ब्रह्माण्डीय रूप धारण गरे र त्यो ब्रह्माण्डीय रूप देखेपछि भीमले हनुमानको आशीर्वाद मागे।
हनुमानले भीमलाई अङ्गालो हाने, जसले गर्दा भीमको शक्ति अझ बढ्यो। भीमले कौरवहरू विरुद्धको आगामी युद्धमा पाण्डवहरूलाई सहयोग गर्न हनुमानलाई अनुरोध गरे। हनुमानले जवाब दिए, म जुन युगमा छु त्यो फरक थियो। मैले श्री रामको लागि धेरै युद्धहरू लडे। यो युग फरक छ, यहाँ लड्नु मेरो लागि उचित छैन। त्यसैले म युद्धमा भाग लिन सक्दिन। तर म महाभारत युद्धको समयमा पाण्डवहरूको रथको झण्डामा बस्नेछु। यसरी हनुमान सधैँ श्री कृष्ण र अर्जुनको रथको झण्डामा विराजमान रहन्थे। महाभारत युद्धको समयमा उनीहरू र पाण्डवहरूको रक्षा गर्थे। दर्शकबिन, मलाई आशा छ कि आजको यो भिडियो तपाईहरूलाई निकै नै मन परेको होला र यो कथाहरूबाट तपाईहरूले धेरै ज्ञान पनि प्राप्त गर्नुभएको होला। त साथीहरू, आजको यो भिडियो कस्तो लाग्यो कृपया मलाई कमेन्ट गरेर अवश्य भन्नुहोला। र हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर मसँग जुरेर बस्नुहोला यस्तै भिडियोहरू देख्न र सुन्नको लागि। हस्त साथी, आजको यस भिडियोबाट म तपाईहरूसँग बिदा लिन चाहन्छु। मिल्छु भोलिपल्ट एउटा नयाँ भिडियो लिएर। धन्यवाद।